एकजना कलाकार थिए अरे जो चाहिँ यो मूर्ति बनाउने कलाकार थिए अरे एकदम राम्रो राम्रो डिट्टो हैन मिठाईलाल जादव त डिट्टो बनाइदिने हैन त्यस्तो बनाउने थिए अरे हुँदा 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 उसको मर्ने दिन आयो अनि एक दिन यमदूतहरू उसको घरमा आउँदैछ भन्ने कुरा थाहा पाएर कि उसले थाहा पाएपछि टेन्सन भयो अब भोलि आउँदैछ के गर्ने उसले ठ्याक्क के गरेछ भन्दाखेरि 7वटा उ जस्तै मान्छे बनाएछ टक्क 7जना चाहिँ उ जस्तै बनाएर बिचमा टक्क उभिएर यमदूतहरू 2जना आएछ घरमा अनि यसो हेरेको त मूर्ति छ उस्तै छ कुन चाहिँलाई लिन आएको कन्फ्युज भएछ फेरि गएर यमराज कहाँ गएर हजुरले के यो ब्रह्माजीलाई भन्नु पर्यो यो मान्छे संसारमा त्यो 7वटा मिल्ने अनुहार बनाएर पनि हैरान भइसक्यो हामीलाई त्यो मान्छे एउटा भन्ठानेर गयो अर्को पर्ने के यस्तो साह्रै टेन्सन भइसक्यो अहिले गएको पनि फेरि 7जना मान्छे उस्तै छ कुन चाहिँ भनेपछि अनि त्यो यमराजले कानमा त्यो यमदूतहरूलाई खुसखुस गर्नुभएछ गएपछि फेरि फर्केर आयो अनि उसले थाहा पाइहाल्यो फेरि कामसाम छोडेर त्यही मूर्तिको बिचमा ट्याक्क उभिहाल्यो अनि अब यति मध्ये नै छ भने त थाहा छ तिनीहरूलाई अनि आएर के भनेर भने मा कसम हेर्नुहोस् यो यमदूतमा जागिर खासी यति घुमियो यो पृथ्वी ब्रह्माण्ड तर यति राम्रो मूर्ति बनाउने मान्छे अहिलेसम्म भेटेको थिएन साला बाइ गड म त्यसलाई भेटेँ भने त एकचोटि ढोक्थेँ होला भनेको त्यो 8जनाबाट खुत्त निस्केर हजुर मैले पनि आएको